मलाई विभिन्न आरोप लाग्ने गरेका छन्, त्यो तपाईँलाई थाहा छँदैछ। विभिन्न कुराहरू हाम्रोमा मिडियाहरूमा आइरहेको हुन्छ। मिडियाहरूलाई पनि, मिडिया साथीभाइहरूलाई पनि एकदम रेस्पोन्सिबल भइदिनु भन्न म एकदमै आग्रह गरेँ हजुरहरूलाई, एकदमै आग्रह गरेँ। हजुरहरूको हातमा धेरै कुरा रहेछ, मैले पहिला पनि भनेको थिएँ र अहिले पनि भन्ने गर्छु। तपाईँहरू रेस्पोन्सिबल भएर न्युजहरू बनाइदिनु भयो भने हाम्रो देशको विकास हुन धेरै धेरै समय लाग्दैन रहेछ। त्यही भएर मिडियाकर्मी साथीहरूलाई मेरो हार्दिक, म तपाईँहरूसँग धेरै क्लोजली बसेको छु, हिँडेको छु। यो न्युजहरू बनाउँदाखेरि कसैको चरित्र हत्या गरेर टिआरपीको लागि कतिजनाले यस्तो यस्तो नगरिदिनु हुनु, म हजुरले एकदम मनैदेखि आग्रह गर्न चाहन्छु। हामी कसैको जीवन उनीहरूको लाइफ हुन्छ, उनीहरूको पर्सनल लाइफ हुन्छ, हामीले त्यसमा इन्टरफियरेन्स गर्नु हाम्रो, मेरो विचारमा त्यो हामीले त्यसलाई चाहिँ पत्रकारिता भनेर भन्छौँ जस्तो लाग्दैन। त्यही भएर मेरो मिडियाकर्मी साथीहरूलाई पनि मेरो पहिला पनि आग्रह थियो, म तपाईँहरूसँग एकदमै घुलमिल भएर बसेको मान्छे पनि हो र अहिले पनि हजुरलाई आग्रह गर्न चाहन्छु कि एकदमै परिपक्व भएर चाहिँ हजुरहरूले चाहिँ न्युज प्रकाशन गरिदिनु होला। त्यही अनुसारमा नागरिकलाई पनि सहज हुन्छ। तपाईँहरूलाई फुल्ली विश्वास गरेर हामीले हेरिरहेको हुन्छौँ त्यो न्युज, त्यो आधारमा हामीले एक्सन लिनुपर्ने हुन्छ। तपाईँले कुनै कुरामा तपाईँको गलत कुरा तपाईँले प्रकाशन गरिदियो भने, हाम्रोमा त्यो टेबलमा आइदियो भने हामी त्यही अनुसार मोबिलाइज हुनुपर्ने हुन्छ। त्यतिखेर हाम्रो स्रोत साधनहरू सबै खेर जान सक्छ। त्यही भएर रेस्पोन्सिबल भएर हजुरले न्युज प्रकाशन गर्नुहुन म हजुरहरू सम्पूर्णमा आग्रह गरेँ।